ठ्याक्कसँग यो भनेको चाहिँ भोजपुरे खुकुरी हो। यो भोजपुरे खुकुरी चाहिँ तपाईँको जब कि दोस्रो विश्वयुद्धमा चाहिँ नेपाली सेनाहरूले तपाईँको लडाइँको बेलामा योबाट चाहिँ तपाईँको लडाइँ गरेको थियो युद्धमा, त्यो भएर पनि भोजपुरे खुकुरी चाहिँ अलिकति फेमसमा आएको। यस्तो बन्द गर्दाखेरि चाहिँ माछाको आकृति भयो निकाल्दा यो एकदमै धारिलो खुकुरी भएको छ। साथीहरू भोजपुरे खुकुरी हेर्नुहोस् है, भोजपुरे खुकुरी है, यो चाहिँ ठ्याक्कै सानो रहेछ छिटिक्क। भोजपुरको खुकुरी चाहिँ कस्तो, त्यसको पहिचान चाहिँ के छ, त्यसलाई पनि ल्याउँ भन्ने हुन्छ कतिपयको धारणा, त्यो भएर पनि भोजपुरे खुकुरी चाहिँ प्रायः बढी प्रचलितमा छ। खुर्पा विशेष गरी चाहिँ किराँती समुदायका महिलाहरूले चाहिँ अति आवश्यक पर्ने यो खुर्पा यहाँ हामीले भेटेका छौँ। हेर्नुहोस् है, यो यस्तो छ, यसलाई मजाले सोपिसको रूपमा बोक्न पनि सकिन्छ भने यसलाई खोल्नु पर्दाखेरि चाहिँ यहाँ लक रहेछ है। यसको लक सुरुमा चाहिँ लकलाई चाहिँ यसरी अनलक गर्ने, त्यस पछाडि चाहिँ यसलाई यसरी तार्नु भने चाहिँ एकदमै राम्रो र सुन्दर खुर्पा निस्किन्छ। मेकर चलाउँदैछु म अहिले होइन। र यहाँ हेर्नुहोस्, यहाँ यसरी र यहाँ चाहिँ फलाम ताक्छ। फलामलाई ताकेपछि यस्तो गरेर यहाँ यसलाई चाहिँ कुटेर चाहिँ यसलाई खुकुरीको रूप दिइन्छ है। यो फलामलाई चाहिँ पकाएर खुकुरीको रूप दिएपछि चाहिँ यसलाई मेसिनमा लगिन्छ। मेसिनमा लगिसके पछाडि त्यसलाई चाहिँ धार लगाउने काम गरिन्छ, टल्काउने काम गरिन्छ, अनि मात्र हामीले प्रयोग गर्ने खुकुरी बन्द रहेछ। दाइ हजुरले यो धार लाउनु भएको हो? नयाँ खुकुरी हो है, नयाँ बन्दैछ। यो कुन मोडल हो? यो बुदुने बुदुने है। यो अहिले भर्खर पिटिसकेर चाहिँ यसलाई भोट गर्ने। ए हजुरले चाहिँ के गर्दै हुनुहुन्छ हो यसरी? खुकुरीको चाप बनाउँदैछ। खुकुरीको चाप बनाउँदै हुनुहुन्छ। रन्जिता खुकुरी उद्योगमा आएका छौँ भने विशेष गरी आज हामी भोजपुरे खुकुरीको विषयमा धेरै कुराहरू जान्नेछौँ, धेरै कुराहरू बुझ्नेछौँ। त्यसो भएको हुनाले आजको श्रृङ्खला सदाको भन्दा निकै नै फरक छ, पृथक छ। भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नुहोला, तपाईँहरूलाई पनि भिडियो अवश्य मन पर्नेछ भन्ने कुरामा विश्वास त छु। साथीहरू अहिले म ठ्याक्कै रन्जिता खुकुरी उद्योगमै नै रहेको छु भने विशेष गरी यहाँको सञ्चालक दाइ हुनुहुन्छ दिनेश गजमेर आदरणीय दाइ, र उहाँको साथमा आज हामीले खुकुरीको बारेमा धेरै कुराहरू सिक्नेछौँ, जान्नेछौँ र त्यसका साथसाथै विभिन्न कुराहरू पनि सिक्नेछौँ। दाइ यता हुनुहुन्छ भने दाइले चाहिँ यस विषयमा चाहिँ जानकारी हामीमाझ दिनुहुनेछ है त। नमस्ते, म दिनेश गजमेर। रन्जिता खुकुरी उद्योग भोजपुर नगरपालिका 7 चाहिँ विनित चोकमा अवस्थित छ भनेको छ। अब यहाँ तपाईँको खुकुरीहरू हाम्रो अब पसल सञ्चालन गरेको भनेको चाहिँ लगभग 12-13 वर्ष भइसकेको छ। र अहिले हामीसँग भनेको चाहिँ तपाईँको खुकुरीहरू विशेष गरी भोजपुरमा प्रख्यात भनेको भोजपुरी मोडलमा खुकुरीहरू प्रायः जसो प्रचलितमा छ, जसमध्येमा हामीसँग धेरै जसो भनेको भोजपुरी मोडलले गर्दा तपाईँको खुकुरीहरूको आइटमहरू धेरै हुन्छ। सिरुपाते, बाँसपाते, कोतीमुडा, चितलाने लगायत पानावाल अनेक धेरै थरी हुन्छ। जसमा मध्येमा पनि हामीमा चाहिँ धेरै जसो भोजपुरी खुकुरी नै ज्यादा पाइन्छ। किनभने बाहिरबाट आउने, अन्तबाट आउने मान्छेहरूले जो तपाईँको पर्यटकहरू आउनेहरू भयो या बाहिरबाट जुनसुकै फाल्टो जिल्लाहरूबाट आउने व्यक्तिहरूले चाहिँ तपाईँको भोजपुरको खुकुरी त्यसै पनि नामी, त्यही भएर यहाँको भोजपुरी मोडल नै खुकुरी लाने भएको कारणले गर्दाखेरि हामीसँग प्रायः जसो धेरै जसो भोजपुरी मोडलको खुकुरीहरू छ। खुकुरीहरूको आइटम तपाईँको धेरै हुन्छ, सिरुपाते, बाँसपाते, चितलाने, कोथीमुडा लगायतका। जस्तै हामीसँग जम्मा 3-4 थरीको मात्रै छ खुकुरी छ। जस्तै हामीसँग भोजपुरी मोडलमा भोजपुरी मोडलको खुकुरी छ। भोजपुरी मोडल खुकुरी भनेको तपाईँको खासमा खुकुरीहरू धेरै थरीका, धेरै ठाउँमा धेरै आइटमको पाइन्छ। हाम्रोमा चल्ने भोजपुरी मोडल भनेको प्योर भोजपुरी मोडलमा चाहिँ यो खाले तपाईँको धेरैतिर खुकुरी भए तापनि हाम्रो भोजपुरको प्याटर्न चाहिँ यो हो। खुकुरी धेरै जिल्लामा बन्छ, प्रायः सबै जिल्लामा बन्छ, तर पनि भोजपुर चाहिँ तपाईँको खुकुरीको लागि फेमस त्यसै भएन। तपाईँको यहाँ चाहिँ यहाँको चाहिँ प्याटर्नै फरक हुन्छ। जस्तै अन्तको खुकुरीको मोडल डिजाइन हेरिकन हाम्रो डिजाइनको चाहिँ भोजपुरी खुकुरीको यो भागमा चाहिँ तपाईँको यो भाग मोटो भइदिने, त्यसैमा पनि यो माथिको भाग पनि मोटो, यो पनि मोटो भइदिएर चलाउँदाखेरि हामीले तपाईँको काटमा चलाउँदाखेरि चाहिँ आफ्नो बल कम लाग्ने, यसको वेटले त्यसै पनि चोटिलो हुने भएर पनि भोजपुरी खुकुरी राम्रो मानिन्छ। र तपाईँको अब विभिन्न तपाईँको नेपाली सेना आर्मी पुलिसहरूदेखि लिएर सबैले प्रयोग गर्ने चलाउने खुकुरीहरू पनि यही हो है दाइ? हजुर, यहीबाट हो। त्यसमा अब तपाईँको यो चाहिँ कुन खुकुरी भन्छ? सिरुपाते, बाँसपाते? भोजपुरी मोडल भयो। भोजपुरी आफ्नै मोडल हो यो चाहिँ? हजुर, यो भोजपुरको पहिचान भएको भोजपुरको प्याटर्न भएको खुकुरी चाहिँ यही नै हो। खुकुरी धेरै ठाउँमा धेरै थरीका पाउँछ, प्रायः प्रत्येक जिल्लामा धेरै ठाउँमा नै बन्ने हुन्छ।
जहाँ जुनसुकै मोडल जे बने पनि भोजपुरको पहिचान गएको चाहिँ यो यही खुकुरी ठ्याक्कै है यो हजुर यस्तो हुन्छ अरू भनेको तपाईँको सिरुपाते बाँसपाते जस्तै अब तपाईँको सिरुपाते खुकुरी चाहिँ यो मोडलमा खुकुरी सिरुपाते चाहिँ यो भयो है दाइ सिरुपाते भनेको चाहिँ तपाईँको अब नामै एउटा सिरु घाँस हुन्छ नि हजुर सिरुको घाँसको जस्तै मोडल सिरुपाते भनेको चाहिँ सिरुको पात जस्तो सिरुक्क परेको पातलो त्यो खाले मोडलको कुकुरलाई चाहिँ सिरुपाते मोडल भनिन्छ जस्तै भोजपुरको कुकुरा भनेको चाहिँ माछा बुदुना जस्तै तपाईँको ए हजुर हजुर पहिचान भएको त्यो डल्ले भएको कारणले बुदुना भनेको हो अर्को भनेको तपाईँको बाँसपाते मोडलको कुकुरी हुन्छ बाँसपाते मोडल भनेको चाहिँ तपाईँको सिरुपाते भन्दा थोरै मोटो चाक्लो र तपाईँको भोजपुरे मोडल भन्दा चाहिँ अलिकति पातलो यसको चाहिँ यो चौडा भोजपुरेको भन्दा थोरै पातलो र सिरुपातेको भन्दा थोरै मोटो भएकाले यसलाई बाँसपाते मोडल भनिन्छ यसलाई बाँसपाते मोडल भनियो नि दाइ हामीसँग यस्तो यो बाँसपाते मोडल भयो सिरुपाते मोडल भयो अर्को तपाईँको पानावल मोडल भन्छ जस्तै अब ठुलो खुकुरीमा यो पानावल मोडल भयो पानावल मोडल भनेको चाहिँ तपाईँको अरू खुकुरीमा यताबाट सिधै पिटेर पारो छिराएर यता वारपार गरिएको हुन्छ भनेपछि यसको चाहिँ पानावल चाहिँ माथिबाटै पुरै गर्बे भन्छ ओहो हो पुरै रहेछ पाटावल आएको हुन्छ यसमा चाहिँ तपाईँको भित्रबाट माथिबाट पुरै सिउँदै आएर बिचमा चाहिँ बेडलाई फुटाएर दुईपट्टिबाट रसायन गरेर जोडिएको हुन्छ यो भनेको तपाईँको हल्लिने पनि भएन फुस्किने पनि भएन भाँचिने पनि भएन चलाउन एकदम कम्फर्टेबल डोलो राम्रो भनेर बुझ्छ यो चाहिँ पानावल गरेको खुकुरी भन्छ यसलाई चाहिँ यस्तो अर्को भनेको तपाईँको पानावलमा यो भयो त्यसमा अब तपाईँको यसैमा चाहिँ पानावलमा सिरुपाते भोजपुरे मोडलमा पनि त्यही दाबको आधारले तपाईँको बेडको आधारले कुनै तपाईँको सिङको बेड कुनै तपाईँको पित्तलको बेड हुन्छ जस्तै भोजपुरे मोडलमा यो पित्तलको बेड भयो त्यो चाहिँ डिजाइन हेर्ने गर्दा अलिकति फरक पर्छ साइज एउटै भनेको यसको मूल्यहरू निर्धारणमा चाहिँ जस्तै तपाईँको यसको डिजाइनले गर्दाखेरि अलिकति फरक पर्छ जस्तै यो पित्तलको बेड यो तपाईँको पैसाले टाँसेको पित्तल एक भएको यो खाले छ यो पनि भोजपुरे मोडलमै पर्छ अब यो चाहिँ तपाईँको मूल्य निर्धारण भनेको चाहिँ यसको डिजाइनको आधारमा फरक पऱ्यो नत्र भने मोडलहरू प्रायः जसो हामी कहाँ चल्ने चाहिँ भोजपुरे मोडल नै ज्यादा हो अन्य मोडलहरू नै जस्तै तपाईँहरूले जुनसुकै ठाउँबाट दिनुभएको अर्डरमा जुन खाले तपाईँले डिजाइन दिनुहुन्छ त्यो खालेमा नै उत्पादन गर्न सकिन्छ बनाउन सकिन्छ हाम्रो चाहिँ तपाईँको अनि यहाँ चाहिँ सबैभन्दा बढी चाहिँ माग के को छ सबैभन्दा बढी चल्ने भनेको चाहिँ भोजपुरे मोडल नै भोजपुरे मोडल नै है भोजपुरे मोडलले चल्ने किनभने तपाईँको खुकुरी जाय जुनसुकै ठाउँबाट नै भोजपुरी त त्यसै पनि भोजपुरे खुकुरीको लागि फेमस हो होइन यसको लागि पनि तपाईँको खुकुरी अन्त पनि पाइहालिन्छ अन्त पनि अन्त खुकुरी चलाइराख्यो भन्ने हुन्छ भोजपुरको खुकुरी चाहिँ कस्तो त्यसको पहिचान चाहिँ के छ त्यसलाई पनि ल्याउँ भन्ने हुन्छ कतिपयको धारणा त्यो भएर पनि भोजपुरे खुकुरी चाहिँ प्रायः बढी प्रचलितमा छ त्यस्तो छ अनि दाइ विशेष गरी चाहिँ खुकुरी किन्न आउने है जुन हुन्छ नि उहाँहरूले चाहिँ विशेष गरी चाहिँ यो जिल्लाभित्रकै मात्र आउनुहुन्छ कि जिल्ला बाहिरको बढी कहाँ आएकोले चाहिँ बढी किन्ने गर्नुहुन्छ यसमा चाहिँ तपाईँको जिल्लाको पनि हुन्छ आफ्नो जिल्लाको पनि गाउँहरूको मान्छेहरू आएर तपाईँको घाँसदारा काट्ने मासुहरू काट्ने यसो हलो कोदालो गर्दा गोठाला गर्दा बोकी हिँड्नको लागि पनि प्रायः भोजपुरी प्रयोग गर्नुहुन्छ र तपाईँको सँगसँगै बाहिर तपाईँ अन्य जिल्लाहरूको मान्छेहरू प्रायः धेरै जसो अब अन्य जिल्ला भनौँ न नेपालको 77 जिल्लाबाट प्रायः मान्छेहरू चाहिँ आउनुहुन्छ जो तपाईँको यहाँ पर्यटकको रूपमा यसो हेर्नको लागि डुल्नको लागि जो व्यक्तिहरू आउनुहुन्छ उहाँहरू आएको बेला चाहिँ भोजपुरे खुकुरी अब पहिचान गएको हो यसलाई लैजाउँ भन्ने खालको हेतुले चाहिँ प्रायः सबैतिर हुन्छ र सँगसँगै बाहिरी विदेशी पर्यटकहरू आउँदाखेरि पनि प्रायः भोजपुरको अब त्यसै गरी देशमा मात्रै नभएर विदेशमा पनि पहिचान गएको प्रख्यात हो त्यसको लागि पनि बाहिरको मान्छेहरू आउँदा पनि चिन्हको रूपमा चाहिँ लग्ने गर्नुहुन्छ है ओहो यो चाहिँ ठ्याक्कै यसो हेर्दाखेरि चाहिँ माछाको जस्तो आकृति देखिन्छ भने यसलाई अब हामीले यसरी खोलो भने चाहिँ यो एकदमै राम्रो फिनिसिङ भएको खुकुरी निस्किन्छ है त हेर्नुहोस् है यस्तो बन्द गर्दाखेरि चाहिँ माछाको आकृति भयो निकाल्दा यो एकदमै धारिलो खुकुरी भएको छ यो पनि हाम्रो विशेष गरी यो भोजपुरे खुकुरी उद्योग हाम्रो दिनेश दाइको पसलमा आएर नै हेर्ने अवसर प्राप्त भएको छ एकदमै खुसी महसुस पनि भइरहेको छ साथीहरू यो हेर्नुहोस् यसलाई भनिन्छ खुर्पा विशेष गरी चाहिँ किराँती समुदायका महिलाहरूले चाहिँ अति आवश्यक पर्ने यो खुर्पा यहाँ हामीले भेटेका छौँ हेर्नुहोस् है यो यस्तो छ यसलाई मजाले सोपिसको रूपमा बोक्न पनि सकिन्छ भने यसलाई खोल्नु पर्दाखेरि चाहिँ यहाँ लक रहेछ है यसको लक सुरुमा चाहिँ लकलाई चाहिँ यसरी अनलक गर्ने त्यस पछाडि चाहिँ यसलाई यसरी तार्नु भने चाहिँ एकदमै राम्रो र सुन्दर खुर्पा निस्किन्छ साथीहरू हामीले हेर्नुहोस् है सबैभन्दा ठुलो खुकुरी हामीले विशाल खुकुरी हामीले यहाँ हेर्नुहोस् देख्न सक्छौँ है
यो चाहिँ करिब 3-4 केजीको यसको वेट रहेछ र यसलाई चाहिँ खोल्नु पर्दाखेरि चाहिँ निकै नै गाह्रो हुने रहेछ हेर्नुहोस्। ओ हेर्नुहोस् यो करिब 3-4 केजीको यो खुकुरी निकै विशाल रहेको छ। यो चाहिँ विशेष गरी चाहिँ मार हान्नको निम्ति चाहिँ यसलाई बनाइएको भन्ने चाहिँ कुरा आएको छ। यहाँहरूलाई पनि यदि मार हान्न आवश्यक परेको खण्डमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ है। काममा लाउनु पनि गाह्रो छ टक्कसँगले। साथीहरू अब चाहिँ हामीलाई यहाँ दिनेश दाइले हामीलाई चाहिँ यो खुकुरीको जुन चाहिँ कारखाना कहाँ छ भन्ने विषयमा चाहिँ यहाँ गुगलमा हेर्दैछौँ र दाइले देखाउनु हुनेछ र हामी चाहिँ कारखानामा गएर चाहिँ भिडियो पनि खिच्नेछौँ है त। लाइट आयो त्यहाँनिर अघि। हामी अहिले कहाँ छौँ दाइ? हामी अहिले ठ्याक्कैसँगले यो ठाउँमा छौँ। हामी यो ठाउँमा छौँ अहिले है, लोकेसन यहाँ छ। यहाँबाट तपाईँको यो यहाँबाट चाहिँ यहाँ गइसकेपछि यो टुँडीखेल पुग्यो। यो चाहिँ च्याङमिनी चोकमा छौँ। बेङ्गलोर डाँडा गाउँको यो च्याङमिनी चोकमा छौँ। च्याङमिनी चोकबाट चाहिँ तपाईँको यहाँ उँभो गएपछि यो टुँडीखेल भयो। यहाँबाट माथि गएपछि यतापट्टि तपाईँको जिल्ला प्रहरी कार्यालय। यता उँभो 4 भन्ज्याङतिर 20 बजारतिर नगएर यता प्रहरी कार्यालयतिर जानु पर्यो। यहाँबाट हुँदै गइसकेपछि ठ्याक्कै यहाँ पुगेपछि यहाँ चाहिँ हाम्रो कारखाना। यहाँ जो लास्टमा टर्निङ छ, टर्निङको पल्लोपट्टिको त्यही हो कारखाना। यो घुम्तीकै भागमा रहेछ नि भनेपछि कारखाना चाहिँ। हुन्छ दाइ, हस् धन्यवाद दाइ। अब साथीहरू हामी यो कारखानामा जानेछौँ र त्यहाँको विभिन्न दृश्यहरू पनि प्रस्तुत गर्ने कोसिस गर्नेछौँ है त। हामी अहिले रन्जिता खुकुरी उद्योगको कारखानामा आएका छौँ भने अघि हामीले बजारमा पसलमा हेरेको खुकुरी चाहिँ कसरी बन्दो रहेछ भन्ने विषयमा चाहिँ अब भित्र कारखानाभित्र प्रवेश गर्नेछौँ र त्यहाँ चाहिँ बन्दै गरेको खुकुरी र बनाइँदै गरेको खुकुरीको विषयमा पनि बुझ्नेछौँ र थप जानकारी पनि लिनेछौँ भने भित्र प्रवेश गर्ने आँटेका छौँ। भिडियोको चाहिँ अन्त्यसम्म रहनु होला। अब हामी भित्र प्रवेश गर्दैछौँ है त। दाइ हजुरले यो धार लाउनु भएको हो? नयाँ खुकुरी हो है? नयाँ बन्दैछ। यो कुन मोडल हो? यो बुदुन हो, बुदुन है? यो अहिले भर्खर टिपिसकेर चाहिँ यसलाई घोट गर्ने। ए अब मेसिनद्वारा गरिन्छ। यो चाहिँ रेतले हो। हजुर यसलाई चाहिँ रेतेको भन्छ। धार निस्किँदैन? धार निस्किएको होला सर। हजुर, यसलाई धार निकाल्यो। साथीहरू हेर्नुहोस् यसरी खुकुरी बन्दो रहेछ कारखानामा हामी आएको छौँ र यहाँ दाइले चाहिँ मजाले खुकुरी बनाउँदै हुनुहुन्छ है त। हजुरको यहाँ टिममा कतिजना हुनुहुन्छ? हामी 6 जनाको टिम छौँ अहिले। 6 जनाको टिम हुनुहुन्छ है? हजुरहरू अनि दिनभरि नै काम गर्नुहुन्छ यहीँ? हजुर, दिनैभरि कामै हो। अनि यहाँ खुकुरीहरू चाहिँ कतिको के भन्छ माग छ बजारमा? आफै छैन पहिले जस्तो अहिले त्यति राम्रो माग छैन अहिले खासै। अनि खुकुरी चाहिँ हजुरहरूले विशेष गरी कुन कुन खालको चाहिँ बनाउनुहुन्छ? यो धेरै खालको हुन्छ, खुकुरी, भोजपुरे। तपाईँहरूले बनाउनु भएको खुकुरी चाहिँ बनाउँदै गर्नुभएको खुकुरीहरू चाहिँ कति प्रकारका छन्? हाम्रो 3-4-5-6 प्रकारकै हुन्छ। कुन कुन होला? सुरुमा त भोजपुरे भइहाल्यो, अनि बुदुनेहरू होला? भोजपुरे, चितलाङ्गे, यो के भन्छ पानावाल, बाँसपाते, सुरुपाते। हजुर। सबै भन्छ। एउटा खुकुरी बन्नको लागि कति समय लाग्छ बनाउन? यो एउटा खुकुरी सक्न लगभग 5-6 घन्टामा सक्छ। 5-6 घन्टा लाग्छ? हजुर। ओहो, सुरुमा के गर्नुपर्छ बन्नको लागि चाहिँ? सुरुमा फलाम काट्नु पर्यो, त्यसपछि त्यसलाई काटेर आकार निकाल्नु पर्यो। त्यसपछि फेरि फाला भन्छ, त्यसलाई फेरि टिपेर हलाउनु पर्यो। अनि त्यसपछि
यतिको पारिन्छ पिटेर यतिको सबै पारिन्छ। कुरा गरिसकेपछि यतिको हुन्छ त्यसपछि चाहिँ अन्तिममा फिनिसिङ चाहिँ अनि रेतघोट गर्यो अनि त्यसपछि अब यसको खोल हाल्न छ बिड काँजो सबै गर्नुपर्छ। जस्तो कि त हेर्नुहोस् है यो यतिको छ होइन कालो कालो छ होइन हजुर यसलाई चाहिँ कसरी तर्काउनु भयो त यसरी सेतो पार्नुभयो यो चाहिँ योद्वारा चाहिँ सेतो टल्काउँछ। यहीँ घोटेर नि हो यसलाई यस्तो भएको है हजुर अनि दाइले चाहिँ यसरी खुकुरी सम्बन्धी काम गर्दै आउनु भएको कति समय भयो कति वर्ष भयो थुप्रै भइसक्यो 5-10 वर्ष भयो। 5-10 वर्षको हजुरसँग अनुभव छ है हजुर त्यसै हो यो। अनि यो खुकुरी बनाउन कतिको साह्रो गाह्रो के छ साह्रो छ नि आगोमा डढ्नु छ सबै कुरा अब यस्तै हो सबै साह्रै छ काम। भनेपछि खुकुरी यसरी बनाउँदै काम गर्दाखेरि जीविकोपार्जन चल्छ हजुर जीवन चल्छ अहिलेसम्म चाहिँ चलिरहेको हजुरले चाहिँ के गर्दै हुनुहुन्छ हो यसरी खुकुरीको चाप बनाउँदैछ खुकुरीको दाब बनाउँदै हुनुहुन्छ भनेपछि हजुरले दाब बनाउँदै भन्थे यो कारखाना हजुर दाब बनाउनु हुन्छ हजुरले चाहिँ दिनमा कतिवटा दाब बनाउनुहुन्छ दुईटा जति बनाउँछु दुईवटा जति बनाउनुहुन्छ दाब के को बनाउनुहुन्छ हजुर भैँसीको सिङको काठको चाहिँ बनाउनुहुन्न काठको पनि बनाउँछु अर्डर अनुसारको बनाउँछु ए जोस् माग अनुसारको माग अनुसारको ओहो यो चाहिँ के बनाउनु भएको यस्तो यो दाप भैँसीको सिङको दाप भैँसीको सिङको दाब ओहो अनि हजुरले यसरी काम गर्दै आउनुभएको कति भयो समय 12-15 वर्ष भयो 12-15 वर्ष भयो है ओहो अनि कतिको गाह्रो साह्रो के छ यो दाब बनाउन गाह्रै छ है जस गाह्रो भए पनि जस परिवार चल्दैछ साथीहरू हेर्नुहोस् है खुकुरी चाहिँ यहाँ विभिन्न यसरी कुटेर हरेक यहाँको विभिन्न प्रक्रिया बस कामहरू गरेपछि चाहिँ अन्तिममा यतिको बन्दो रहेछ हेर्नुहोस् है त्यस पछाडि चाहिँ यसलाई यसरी फिनिसिङ निकाल्नको निम्ति चाहिँ यसरी यो मेसिनदेखि चाहिँ यसलाई चाहिँ धार लगाएर यसरी यसलाई टल्काउने काम गरिँदो रहेछ भने सुरुमा चाहिँ भोजपुरे खुकुरी सुरुमा चाहिँ यस्तो हुँदो रहेछ र यसलाई अन्तिममा चाहिँ यस्तो हुँदो रहेछ हेर्नुहोस् यस्तो राम्रो र यहाँ अझ यसको विभिन्न डिजाइनहरू दिनै बाँकी छ यो धेरैवटा अझै यसको प्रक्रिया बस कामहरू गर्ने बाँकी छ र यो बन्नै बाँकी छ भनौँ न साथीहरू अहिले म आरनमा चाहिँ यसलाई भनिन्छ आरन र यहाँ हेर्नुहोस् यो आगो फुक्ने मेसिन मिटर चलाउँदैछु म अहिले होइन र यहाँ हेर्नुहोस् यहाँ यसरी र यहाँ चाहिँ फलाम काट्छ फलामलाई कटाएपछि यस्तो गरेर यहाँ यसलाई चाहिँ कुटेर चाहिँ यसलाई खुकुरीको रूप दिइन्छ है यो फलामलाई चाहिँ कटाएर खुकुरीको रूप दिएपछि चाहिँ यसलाई मेसिनमा लगिन्छ मेसिनमा लगिसके पछाडि त्यसलाई चाहिँ धार लाउने काम गरिन्छ टल्काउने काम गरिन्छ अनि मात्र हामीले प्रयोग गर्ने खुकुरी बन्दो रहेछ र यहाँ आएपछि चाहिँ खुकुरीको बारेमा धेरै सिक्ने अवसर प्राप्त भएको छ धेरै जान्ने अवसर प्राप्त भएको छ र एकदमै खुसी महसुस भइरहेको छ र आशा गरेका छौँ आजको भिडियो तपाईँहरूलाई पनि मन परेको छ विशेष गरी हामीले चाहिँ भोजपुरी खुकुरीको विषयमा भिडियो बनाइरहेका छौँ भने अब हामी यहाँका विभिन्न दृश्यहरू पनि थप जान्ने कोसिस गर्दैछौँ है त भोजपुरे खुकुरी भनेको तपाईँको मेन गरी विशेष यसको चाहिँ पहिचानमा रहेको जो यो नामाकरण रहेको भन्ने कुरा चाहिँ खासमा 1965 सालमा राजा महेन्द्र भोजपुर भ्रमण आउने क्रममा चाहिँ यहाँ तपाईँको सिंहबहादुर सिने भन्ने भोजपुरकै या बोखिमको एउटा बाजेले चाहिँ उहाँलाई एउटा खुकुरी बनाएर उपहार स्वरूप दिनुभएको र सँगसँगै उहाँले त्यो खुकुरी उपहार दिए सँगसँगै चाहिँ उहाँले राजा महेन्द्रले खुकुरी मन पराएर
त्यसको मोडेल मन पराएर उहाँलाई त्यति बेला रु 1000 बक्सिस एउटा पुरस्कार जस्तो रूपमा पनि दिनुभएको थियो अरे। त्यो बेला चाहिँ राजा महेन्द्रले ल भोजपुरको खुकुरी राम्रो छ, गिफ्टको लागि चलाउनको लागि राम्रो छ भनेर चाहिँ उहाँले भनिदिएको कारणले गर्दा पनि भोजपुरी खुकुरी चाहिँ फेमस भएको या यसको इतिहास रहेको भन्ने चलन छ। जो भोजपुरी खुकुरी चाहिँ यसै मोडल हो। यो चाहिँ अब जोसुकैलाई यसो चिनो उपहार दिनको लागि होस् या चाहिँ अब प्रयोगमा लागि होस्, यस राम्रो मानिन्छ भोजपुरी खुकुरी। हजुरलाई यदि हाम्रो रन्जिता खुकुरी उद्योग भोजपुर नगरपालिका 7 चेङबेनी चोकमा अवस्थित रहेको रन्जिता खुकुरीबाट तपाईँहरूलाई यदि सामान्य हाम्रो कुनै पनि मन पर्यो भने तपाईँले हेर्नको लागि पनि रन्जिता खुकुरी उद्योगको फेसबुक पेजमा गएर डाइरेक्ट तपाईँले सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। साथसाथै तपाईँले लोकेसन गुगलमै पनि भोजपुरी खुकुरी या रन्जिता खुकुरी उद्योग भनेर सर्च गर्नुभयो भने हाम्रो लोकेसन देखाउँछ चेङबेनी चोक डाँडागाउँ भोजपुर बजारको। र हाम्रो पसलबाट यदि तपाईँले सामान यदि कुनै मन पर्यो तपाईँलाई इच्छा भएमा तपाईँ नेपालको जुनसुकै ठाउँमा हरेक 77 जिल्लामध्ये जहाँ भए पनि यदि तपाईँलाई हाम्रो चिजहरू हाम्रो सामग्रीहरू चाहिँ यदि मन पर्यो आवश्यक पर्यो भनेदेखि तपाईँले अर्डर गर्नुभयो या चाहिँ कन्ट्याक्ट गर्नुभयो भने हामी तपाईँलाई डेलिभरी गर्न सकिन्छ। जसको लागि नेपालको सबै जिल्लामा डेलिभरी गर्न सकिन्छ। त्यसको लागि हामीलाई रन्जिता खुकुरी उद्योगको फेसबुक पेजमा गएर डाइरेक्ट सर्च गरेर खोजेर त्यहाँबाट मेसेज गर्न पनि सक्नुहुन्छ। वा मेरो वाट्सएप नम्बर 98027 1897 र 98420 64 मा चाहिँ वाट्सएपमा कल गर्नुभयो पनि हुन्छ भाइबरमा, वा चाहिँ डाइरेक्ट सम्पर्क गर्नु भएन भने मसँग कन्ट्याक्ट गरेर तपाईँ कन्ट्याक्टमा रहनुभयो भने तपाईँलाई डेलिभरी गर्न सकिन्छ नेपालको सबै जिल्लाको।